र चौथो नम्बरमा आउँछ नेपाल। 5 आईएनजिओहरूले बिगारेको देशहरू, यति मात्रै टाइप गर्नु होला। मैले मेरो मोबाइलको स्क्रिनमा यति मात्रै टाइप गरेँ, आईएनजिओहरूले बिगारेको देशहरू। अब यो टाइप गर्न बित्तिकै 1 नम्बरमा आउँछ अफ्रिकी देशहरू, विशेष गरी काङ्गो, दक्षिण सुडान, रवान्डा आदि है। दोस्रोमा आउँछ हाइटी, तेस्रोमा आउँछ अफगानिस्तान र चौथो नम्बरमा आउँछ नेपाल। 5औं नम्बरमा छ सिरिया। यो 5 वटा देशको नाम छ, जसमा चौथो नम्बरमा यो देशको नाम आइरहेको छ, नेपाल। आईएनजिओहरूले विभिन्न राम्रा काम गरेका छन्, सकारात्मक नकारात्मक दुवै पक्ष हुन्छ हरेक विषयका। र आज म तपाईहरुलाई भन्छु, तपाईहरु नै सर्च गर्नु होला। तपाईहरुलाई धेरै कुरा जानकारी पाइहाल्नुहुन्छ। मैले जे भनेको छु त्यो सर्च गर्नु होला। मैले बोलेको कुराहरु कतिको सत्य छ असत्य छ त्यो तपाईहरु आफै मूल्याङ्कन गर्नु होला। र आज म तपाईहरुको अगाडि भन्न चाहिरहेको छु, यो देश आईएनजिओहरूले चलाइरहेको अवस्था छ, बडो संकटमा छ। तपाईहरुलाई के लागिरहेको छ? सबै कुरा सामान्य छ यो देशमा? जे कुरा आँखाले देखिरहेका छौं त्यस्तो नहुन पनि सक्छ।